हेलो सबैजनालाई सेवा हौवा म चाहिँ दिपा चामलिङ राई। आज चाहिँ म आफ्नै राई ड्रेसको भेषमा उत्रेको छु अनि तपाईहरुलाई मैले के लाएको छु भनेर सुनाउँछु है त। सुरुमा मैले यो झुम्का भइहाल्यो अनि त्यसपछि यो धचुरी अनि यो बेचुरी, त्यसपछि अर्को छ यो चाहिँ हाम्रो चिन्डो पनि भन्छ अनि अर्को यसलाई वाबु पनि भन्छ। त्यसपछि यो छ अर्को यसलाई सोलेमा भन्छौँ। यो चाहिँ हामीलाई जन्मेदेखि बाँचिन्जेलसम्म जे कार्य गर्दा पनि हाम्रो शुभ कार्य अथवा जुनसुकै कार्यमा पनि हाम्रो यो चलाउनु पर्छ, त्यही भएर यसको नाम चाहिँ चिन्डो हो। यसलाई हामी वाबु पनि भन्छौँ। यसको नाम चाहिँ सोलेमा। अनि त्यसपछि यो छ पहेँलो पोते, यो हामी राई ड्रेसमा उहिलेदेखि लगाइआएको। त्यसपछि अर्को छ यो रेजीको हारी। त्यसपछि यो अर्को छ कारे चुरा। खासमा हामीले सबैले लाउने त्यो अर्को ठुल्ठुलो काडा भएको चुरा चाहिँ हाम्रो राईहरूको होइन। खासमा हाम्रो चुरा चाहिँ यस्तो हुन्छ, त्यो ठुल्ठुलो काडा भएको चुरा चाहिँ खासमा लिम्बूहरूले लाउँछ है गाइज। सो मेरो खै त्यो के जाति फिट चाहिँ के भन्छ नि, यस्तो छ आजको लुक्स चाहिँ। अनि बाहिर लाछा पनि लाग्छ, सिम्पल चाहिँ मैले आज यहाँ लगाएको छु एक्स्ट्रा तरिकाले।